त्यो अनि पछि लागिन कोतर कातर पार्ने रहेछ बुढालाई। राति 12 बजे एकचोटि फोन आयो, कान्छाले उठायो र ती दुईवटा गुन 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 भित्र गथे सबैले सुन्न देऊ, तिमीहरू पनि सुत, किन आज हल्ला गरिआछौ भने। त्यही दिन भाइरै 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 जान लागि अनि आमा अनि भाइरै जान्छ म थाम्न सक्दिनँ आऊ भन्यो छोराले। भनेपछि यस्तै छोरो सुत्यो, यस्तै बुहारी सुत्यो, यस्तै म सुत्या। अनि किन यस्तो गर्छ बाबु अनि भने मैले। त्यो भन्दाखेरि त्यसले म त छोरी छैन, छोरी जस्तै गरौँला भन्ने मन थियो मेरो। अनि पछि क्या भने नै आमा अनि केही बोलिन अनि त्यो नजा भन्ने रहेछ, थाम्ने रहेछ त्यो अनि पछि लागिन कोतर कातर पार्ने रहेछ बुढालाई। अनि त्यस्तो किन गर्छ बाबु अनि भन्दाखेरि त्यसले पनि म त आज रोकेपछि जान्छु अनि आज त्यस्तो नगर्ने मान्छे हो। अनि आज महिना अनि रोकेपछि म त जइदिन पनि जान्छु भनिकन भनी